सागा दावा केवल एउटा महिना वा चाड मात्र होइन, यो त मानव हृदयभित्र करुणा, शान्ति र आत्मिक शुद्धिको ढोका खोल्ने एउटा पवित्र समय हो। बौद्ध परम्परामा यस महिनालाई अत्यन्तै पवित्र र फलदायी पुण्यको महिना मानिन्छ, जसले हामीलाई संसारको कोलाहलबाट टाढा राखेर आफ्नै अन्तरात्मा निहाल्ने अवसर समेत दिन्छ। यस पवित्र महिनाको पूर्णिमा अर्थात् सागा दावा दोचेनले मानव इतिहासकै सबैभन्दा शान्त र महान आत्मा भगवान शाक्यमुनि बुद्धको जीवनका 3 महत्वपूर्ण क्षणहरूलाई एउटै सूत्रमा बाँध्दछ। यही पावन दिनमा उहाँको यस धरतीमा जन्म भयो। यही दिन उहाँले कठोर तपस्यापछि बोधगयामा बुद्धत्व अर्थात् ज्ञान प्राप्त गर्नुभयो र यही पूर्णिमाको रात उहाँले कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभयो। सागा दावाको समयमा हामीले गर्ने हरेक ससाना सत्कर्म, प्रार्थना र करुणाका भावहरूको फल कयौं गुणा बढेर जान्छ। यो समय दीप प्रज्वलन गर्दै, मन्त्र जप गर्दै र अशक्त एवं असहायहरूलाई सेवा गर्दै भगवान बुद्धको असीम कृपा र गुणहरूलाई स्मरण गर्ने समय हो। जब हामी गुम्बाहरूमा बलिरहेका घिउका बत्तीहरू र हावामा तैरिरहेका प्रार्थनाका ध्वजाहरू देख्छौं, तब लाग्छ यो संसार स्वार्थले मात्र भरिएको छैन, यहाँ अझै पनि करुणा र निस्वार्थ प्रेम जीवितै छ। बुद्धको विचारलाई आत्मसात गर्नु भनेको केवल पूजा पाठ गर्नु मात्र होइन, बरु हरेक जीवित प्राणीमाथि दया भाव राख्नु समेत हो। यस सागा दावाले हाम्रो मनको अँध्यारोलाई चिरेर ज्ञानको नयाँ प्रकाश छर्न सकोस्, सबै प्राणीहरू दुःख र दुःखका कारणहरूबाट मुक्त हुन सकुन्, संसारमा शान्ति, सहिष्णुता र सद्भाव कायम होस्। भवतु सर्वमङ्गलम, सबैको कल्याण होस्।